के गर्दैछौ यो कराईमा पानी बसालेर? हामी चाहिँ आज फिस खाने, फिसको झोल हैन, फिस ग्रेभी बनाउने हो आज। तेल थोरै मात्र 1 चम्चा मात्र तेल हालेर माछा बनाउँदैछु म आज हैन। अब हामी पहिला खाँदाखेरि त एकदम तेलमा डिप फ्राई गरेर खाने गरेको थियो नि त। अनि त्यही डिप फ्राई गरेको माछालाई नै फेरि त्यसैलाई झोल उमाल्ने गरेको थियो नि त हैन। अहिले चाहिँ मेरो यो नयाँ स्टाइलमा जाने है, मेरो आफ्नै स्टाइल हो। यो पकाउँदा लास्टमा अस्ति दुईचोटि पकाउँदाखेरि एकदम मिठो भयो हैन। त्यही भएर त्यो स्टाइल चाहिँ अब मेरै स्टाइल हो। पहिला सुरुमा के गर्ने भन्दाखेरि पहिला सुरुमा पानी उमाल्ने हैन। अनि तब त्यसपछि अब आफूलाई हामीले कति नुन खान्छ आफ्नो स्वादअनुसार नुन हाल्ने हैन। अहिले के हाल्यौ? नुन हाल्ने, त्यसपछि 1 थोपा तेल हाल्ने है। तेल चाहिँ माछालाई तोरीको तेल नै हाल्ने, तोरीको तेल मिठो हुन्छ माछामा। त्यही भएर कति तेल हाल्ने भन्दाखेरि 1 थोपा मात्रै, यति मात्र हाल्ने। किन भन्दाखेरि यो तेलले गरेर तेल र नुन हालेर माछा चाहिँ अब यो तेल र नुन अलिकति यति तेल मात्र हालेर पकाउँदाखेरि चाहिँ माछाको काँचो गनाउँदैन कि मिठो हुन्छ। अब उता पानी उम्लिन्जेल चाहिँ हामी यहाँनिर तोरी केलाउँदैछु म है। यो तोरी चाहिँ पहिला चाहिँ मैले नजानेर हैन काँचै पिनेर हाल्थेँ कि त्यो काँचै पिनेर हाल्दाखेरि चाहिँ तितो आउँथ्यो है। अनि मैले अस्तिको टाइममा चाहिँ भुटेर हालौँ न त भनेर सिकेको हो। म पनि सिक्दै हो, त्यस्तो एक्सपर्ट त हैन। अब यो भुटेर हाल्दाखेरि चाहिँ तोरी चाहिँ भुटेर अनि पिनेर हाल्दाखेरि चाहिँ तितो हुँदैन रहेछ कि। अब यो हाम्रो पानी चाहिँ यसरी भगभग उम्लेपछि माछा राख्ने हैन। माछा चाहिँ डुब्नी गरेर राख्नुपर्छ है, पानीले मजाले डुब्ने हुनुपर्छ। अनि यो पानी चाहिँ भगभग उम्लेर आधी घन्टासम्ममा आधी अथवा कति यो पानी ठ्याक्क सुकाउनुपर्छ, सुकाएर आधी बनाउनुपर्छ हैन। त्यसरी माछा डुब्नी गरेर पानी राख्ने। अनि त्यसपछि पानी चाहिँ सुकेर आधी हुनु पर्यो। त्यसपछि चाहिँ अनि बल्ल झिकेर खनाउने। फेरि डाडु पन्युले यसरी चलाउने हैन, डाडु पन्युले चलाउन थाल्यो भने चाहिँ माछा टुक्रिन्छ। त्यही भएर अहिले समातेछौँ माछा, अब एकचोटि खाने बेलामा मात्र समाउने। अब बिचमा माछा छुँदै नछुने। हामी चाहिँ अब आज एकदम ओइल नभएको माछा खाने भनेर एयर फ्रायरमा, यो 4वटा चाहिँ एयर फ्रायरमा है हाल्दैछौँ। अब 180 डिग्रीमा यहाँ फिस नै छ। फिस स्टार्ट। अब पाक्छ 20 मिनटमा। अब चाहिँ म तोरी भुट्दैछु है। यो तोरी भुटेर अनि पिनेर हाल्दाखेरि चाहिँ एकदम मिठो हुन्छ माछा चाहिँ। अब हामीले मिक्सरमै हाल्ने त सबै मिक्सरमा हाल्ने। अदुवा, खुर्सानी, प्याज, गोलभेडा हैन, लसुनको पात पनि हाल्ने। लसुन चाहिँ माछामा जति लसुन हाल्यो त्यति मिठो हुन्छ। यति भए पुग्छ अब हाम्रो। अब यति जति धनियाँ पनि राख्ने। हाम्रो एयर फ्रायरमा बनाएको यो फ्राई माछा है, यस्तो भएको छ है, विदाउट ओइलको। अब यसमा एकदम थोरै तेल हाल्ने। हामीले अरू बेला तरकारी पकाउनु जति नै यति मात्र भइपुग्छ। टोटल यति अझै मसिनो बनाउनुपर्छ। हामीले नुन चाहिँ अघि माछामै हालिसकेका थियौँ हैन। त्यही भएर चाहिँ बेसार मसला, थोरै जिरा मसला, अनि मिट मसला। यो चाहिँ हामीले घरमै पिनेर बनाएको सबै हालेको मिट मसला हो। अब हाम्रो यो मसला चाहिँ मजाले पाकिसकेको छ है। अनि अघि मैले यहाँ खनाएर निकालेको चाहिँ यसरी नै खनाउने,
त्यसमा डाडु पन्युले यसरी यसरी चलाउन थाल्यो भने चाहिँ माछा सबै टुक्रिन्छ। त्यही भएर माछा नटुक्रिने तरिकाले अब यसलाई 5 मिनट यस्तो पकाउने, सानै आगोमा पकाउँदा हुन्छ। अनि अब यो माछामा मसला लाग्ने मात्रै हो नि त, अनि त्यसपछि खाना हुन्छ। अब लास्टमा हामीले यसरी कागती हाल्ने, कागती सर्र कागती पिचारिदिने। अनि अब यो माछा चाहिँ एकदम टेस्टी हुन्छ। कस्तो भएछ? मिठो मिठो? मिठो।